अब चाहिँ मेरो यात्रा चाहिँ आज यो बराइ दिनदेखि धेरै टाढासम्मको यात्रा हुँदैछ। देख्न सक्नुहुन्छ यति रातिनु पर्दछु ठाउँमा कति गाह्रो हुन्छ। मान्छेहरू कति मजाले सुतिरहेको होला। यहाँको बल्ल 2:20 गयो गाइस। गाडी मेरो 2 मिनटमा गाडी आइपुग्छ। त्यसपछि म यात्रा सुरु गर्छु गाइस। म बिचमा सबै भिडियो बनाएर थोरै आज पनि भलक्कै रूपमा अपडेट गरिदिनेछु। सबैजनाले हेरेर साथ दिनु होला गाइस। यहाँदेखि स्पिलिट हैन, स्पिलिटदेखि फेरि उता अझै अगाडि, स्पिलिटदेखि पनि तपाईको 2-3 घन्टा बोटमा जानुपर्ने अवस्था छ। लेट्स सी कस्तो हुन्छ के हुन्छ। म थोरै क्लिपहरू बनाएर आज फेरि भलकको रूपमा धेरै पछि राम्रो गर्ने प्रयास गर्दैछु गाइस। सबैजनाले लाइक, कमेन्ट, सब्स्क्राइब सबै गरेर सेयरहरू गरेर साथ दिनु होला है त। हस् त, अब चाहिँ थोरै भिडियो अगाडि गराउँछु। त्यस्तै थोरै क्लिप बनाएर जोडेर हालिदिन्छु है त गाइस। ल ओके गाइस, देख्नुभयो सायद मेरो गाडी चाहिँ आइसक्यो गाइस हैन। टाइम टु टाइम हो क्या यहाँ भनेको चाहिँ। अब म यसमा चढेर सरर जान्छु है त गाइस। हाम्रो चाहिँ अब यात्रा रेडी। Bye bye Bratno. See you maybe Monday. Monday, huh? Oh तेरे राति गाइस। आमामा हामी चाहिँ गाउँदेखि त निस्किँदैछौँ क्या। थोरै हाइवेमा निस्किसक्यौँ गाइस। अनि यहाँदेखि अझै ठुलो हाइवे आउनै नि बाँकी छ। सी गाइस ठ्याक्कै बिहान भयो हैन। बजेर पनि धेरै भइसक्यो। ठ्याक्कै उज्यालो भइसक्यो। अघि देख्नु भएको होला कति भइसक्यो। हावा यस्तो चलेको छ क्या है, बिचोकै छ हावा चलेर भन्यो भने यस्तो छ क्या। अझै यहाँदेखि अझै छ गाइस, कति 4-5 घन्टा हिँडिसक्यो। अझै 4 घन्टा छ। लास्टै हावा चलेको छ गाइस। म अगाडि फेरि यस्तै देखाउँदै गर्नेछु गाइस। हेर है त, मोबाइल धन्नै उडाएन गाइस। र अब अरू चाहिँ म पछि गर्छु है त भिडियो। एकैछिनमै थाहै हुँदैन क्या गाइस। भर्खरै कस्तो त्यो अगाडिको उसमा हामी गाडी एकछिन रोकेको थियौँ। हावा चलेर लास्ट बिचको कुना थियो। अहिले फेरि ट्याक्कै पानी आइदियो क्या। भिडियो बनाउन पनि राम्रोसँग मिलिराखेन गाइस है। अगाडि के हुन्छ म सबै थोरै भए पनि बनाएर ट्याक्क लाएर म जोडेर गर्छु त गाइस। हामी चाहिँ गाइस फाइनली स्प्लिटको बोर्डमा आइसकेको छौँ। बोर्ड लाग्ने ठाउँमा देख्न सक्नुहुन्छ हैन। गाडी हाम्रो यहाँ छ। अब थाहा छैन यहाँनिर धेरै अब बोर्डहरू छ ठुला। अब यो बोर्डमा पनि हुनसक्छ, अब अरू बोर्डमा पनि हुनसक्छ हैन। ट्याक्क यो बोर्डमा भएपछि यहाँ गाडीहरू ट्याक्क भित्रै हालेर हैन पार्किङ गरेर ट्याक्क जानुपर्छ। अब हाम्रो यात्रा चाहिँ ठ्याक्क कति भनेपछि अरू झन्डै 2-2.5 घन्टा चाहिँ यहाँदेखि अझै लाग्दछ। बोटमा मात्रै अगाडि अब धेरै टाढा जाँदैछौँ। बाहिर पानी आइराखेको छ। त्यो कारणले गर्दाखेरि चाहिँ म बाहिर गएर भिडियो बनाउन पाएको छैन गाइस हैन। म थोरै क्लिपहरू बोर्डदेखि पनि देखाउने छु।
प्रेस गर्नेछु होइन, अनि त्यसपछि सबै चिज जोडेर ट्याक्कमा हालिदिन्छु। अहिले म चाहिँ देख्न सक्नुहुन्छ अगाडि पनि स्प्लिटको गाडी चाहिँ स्प्लिटको ट्याक्कै उसमा आइपुग्यो क्या। अब म यहाँदेखि चाहिँ जाने हो, अझै लाग्छ यहाँदेखि 2-2.5 घन्टा। त्यहाँ गएर फेरि हाम्रो यात्रा चाहिँ त्यही हो, 2-3 दिनको लागि रहेको छ। अब त्यहाँ अब सानो मिटिङ छ, त्यो मिटिङ चाहिँ सिद्धियो भने ट्याक्क लाएर मिटिङ सिद्धियो भने चाहिँ हामी भोलि नै फर्किन्छौँ। अगर त्यो सिद्धिएन भने चाहिँ हामी फेरि बस्नुपर्ने हुन्छ। अब चाहिँ हामी यहाँदेखि अब यही गाडी नै फेरि उसमा बोर्डमा हालेर अनि जाने हो गाइज होइन। यस्तै छ यहाँको ठाउँ। अब लेट्स सी के हुन्छ अगाडि, फेरि म देखाउँदै गर्नेछु। सबैजनाले हेरिदिनु होला यो भिडियोलाई चाहिँ, स्किल नगरिकन होइन। म अगाडि बोर्डहरूमा पनि देखाइराख्नेछु के हुन्छ। फेरि अगाडिको अरू भिडियोमा भेटौँला है त गाइज है। हामी चाहिँ गाइज अब बोर्डभित्र गाडी जाँदैछ। बोर्डभित्र ट्याक्क लगाएर ओके। Skål desno. चाहिँ बोर्डभित्र आइसक्यो गाइज। अब ट्याक्क लगाएर यति ठुलो हुन्छ बोर्ड पनि, आमामा पुरै घरभन्दा नि ठुलो क्या गाइज। हामी चाहिँ गाइज गाडी तल पार्किङ गरेर अब बोर्डको माथि जाँदैछौँ बस्ने सिटमा होइन। ट्याक्क लगाएर दामी छ क्या गाइज। अब यहाँदेखि लिफ्टमा आउनुपर्ने रहेछ, लिफ्ट पनि छ यार बोर्डमा गाइज। सानोतिनो होइन नि त यार, हेर्नु त कति बबाल छ क्या। आमामा देख्नु सक्नुहुन्छ त्यो हुन्छ क्या गाइज। यहाँभित्र पनि पुरा होटल जस्तो हो क्या, मान्छेहरू कति छन् कति। बाहिर ठाउँ गाइज, भित्र बसिसकेको छ। सिसोको गाइज अब चाहिँ ट्याक्कै होइन पानी आइरहेछ, तर उतापट्टि ठाउँ छ बाहिर हिँडिसक्यो हाम्रो चाहिँ, देख्न सक्नुहुन्छ गाइज। हामी चाहिँ अब हिँडिसक्यो, हेर्नुहोस् ट्याक्क लगाएर यस्तो छ यहाँको जिन्दगी। अब स्पिड यहाँदेखि यस्तो स्पिड हिँडिराख पनि पानी जान्छ है। पानी नआइदिएको भए तल तल गएर देखाउनु हुन्थ्यो। यति धेरै स्पिड हिँडिराखेर पनि पुरा क्या 2 घन्टा 2.5 घन्टा खायो क्या यहाँदेखि पानीमा। ओके, अब अगाडि के हुन्छ म देखाउने छु गाइज। अब चाहिँ म भित्र गएर बस्छु क्या। चाहिँ गाइज अब ठ्याक्कै पुग्न लागिसक्यो गाइज। के भन्छ यो हबेर भन्ने ठाउँमा पुग्न लागिसक्यो।
अनि ट्याक्क लाएर अब एकछिनमा पुगिसक्छु गाइस। यहाँ चाहिँ अब अरू चाहिँ एकछिनपछि म गाडी निकालिसकेपछि बनाउने छु गाइस। रोडभित्रबाट बाहिर निस्किनु लाइन रोड छ। बाहिर निस्किँदै गाई बोटबाट कत्रो समुद्रमा आइपुगेको अवस्था। मैले मेरो जीवनमा भोगेका कुनै पनि पलसँग गुनासो छैन र दुःख पनि छैन। बितेका सबै समयहरू सुखद रहे यसको आशा यो पनि होइन। बितेका समयहरू कतिपय सुखद रहे, कतिपय दुःखद रहे, कतिपय असल मानिसहरू सङ्गत भयो र कतिपय खराब मानिसहरूसँग सङ्गत भयो, तर पनि कुनै गुनासो छैन। किनकि असल मानिसहरू र सकारात्मक समय र सुखद समय र परिस्थितिहरूले मलाई दिएको अवसर र खराब परिस्थिति र खराब मानिसहरूबाट मैले पाएको अनुभवको आधारमा आज म यहाँ छु। ती दुवै अवसर र अनुभवहरू मेरा आगामी दिन र आजको दिनको आधार हो, जग हो। त्यसैले तपाईँ पनि जीवनमा कहिलेकाहीँ खराब मानिसहरूसँग, खराब परिस्थितिहरूसँग ठोकिनु भएको छ अथवा उनीहरूसँग तपाईँको यतिखेर जम्काभेट भएको छ भने नहातिनुहोस्। म चाहिँ गाइज फाइनली स्प्लिट अभार भन्ने ठाउँमा आइपुगेको छु। सबैजना हेरेर साथ दिनु गाइज। भोलि आजको दिन यतै हुन्छ बसाइ। भोलि चाहिँ म ब्याक जान्छु बरादिनतिर। एभ्री वान गाइज, यस्तो छ गाउँ जस्तो नेपालमा जस्तै यार। थ्याङ्क यू फर वाचिङ गाइज।